जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षति पुगेका प्रहरी तथा प्रशासन कार्यालयहरूलाई धनगढीमा रहेको नवजीवन अस्पताल प्रणालीले आर्थिक तथा सामग्री सहयोग गरेको छ। अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा रहेका आवश्यक सरकारी निकायहरूलाई सेवा प्रवाह सहज बनाउन सहायता प्रदान गरेको हो। नवजीवन अस्पतालका सीईओ चक्र खडायत, वरिष्ठ जनसम्पर्क अधिकारी राजु चौधरी सहितको टोलीले उक्त सहयोग हस्तान्तरण गरेका थिए। सीईओ चक्र खडायतका अनुसार आन्दोलनका क्रममा क्षति बेहोरेको कैलालीको गेटा स्थित राजपुर ट्राफिक प्रहरी पोस्टलाई 25,000 रुपियाँ बराबरको सामग्री सहयोग गरिएको छ। यस्तै सो पोस्टको संरचना समेत निर्माण गर्न सहयोग गरिएको अस्पतालले जनाएको छ। साथै कैलालीको राजपुर, गेटा, गोदावरी, भन्सार, हसुलिया, चौमाला तथा कञ्चनपुरको बेदकोट र गुलरिया लगायतका विभिन्न क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधारका लागि करिब 1,50,000 रुपियाँ बराबरका ट्राफिक कोन वितरण गरिएको छ। यसै क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीलाई पनि दैनिक कामकाजमा आवश्यक सामग्री खरिद गर्न 50,000 रुपियाँ बराबरको नगद सहयोग गरिएको छ। नवजीवन अस्पतालले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा सेवा प्रवाहमा अवरोध आएका अत्यावश्यक सरकारी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु आफ्नो सामाजिक र मानवीय कर्तव्य भएको बताएको छ। अस्पतालले सङ्कट र आपतकालीन अवस्थाहरूमा समुदायसँग सहकारी गर्दै सामाजिक जिम्मेवारी वहन गर्दै आएको जनाएको छ। धनगढी 4 उत्तरबेडीमा अवस्थित नवजीवन अस्पताल हाल 100 शय्यामा स्तरोन्नति भई 24 घण्टा जनताको सेवामा समर्पित रहेको छ। अस्पतालले समय समयमा निशुल्क स्वास्थ्य शिविरदेखि विभिन्न स्वास्थ्य कार्यक्रमहरू साथसाथै सामाजिक कार्यहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ।